आज यस ढोरपाटन नगरपालिका वडा नम्बर 2 अन्तर्गत पर्ने सेराफाँटमा आज अन्तिम रोपाइ हुँदैछ र कतिपय जग्गा धनीहरूले किसानहरूले आधुनिक प्रविधि प्रयोग गरेको पाइन्छ र कतिपय किसानीहरूले पुरानो शैलीमा गोरुको जोतेको पाइएको छ र हाम्रो देश नेपालमा अझै पनि आधुनिक प्रविधिको विकास नहुँदाखेरि खेतीपाती गर्ने परम्परागत रूपमा नै चलिरहेको छ र यसको लागि विशेष गरेर स्थानीय सरकार प्रदेश सरकारले यस सेराफाँटको कृषिको लागि विशेष प्राथमिकता दिनुपर्नेछ र अब अहिले आएर यसमा प्रदेशबाट कम्तीमा नै 1 करोड बराबरको कुलोको संरचना बनिसकेको छ र सिँचाइको प्रशस्त मात्रामा सुविधा छ र यहाँको आधुनिक प्रविधिको खेतीपातीसँग जोड्नको लागि सङ्घ र प्रदेश सरकार र स्थानीय सरकार तीन तहका सरकारले प्राथमिकताका साथमा दिने भने अवश्य पनि हाम्रो यस ठाउँको आय आर्जनसँग सबै किसानहरूलाई जोड्ने थिए भन्ने हामीलाई आशा लागिरहेको छ र स्थानीय सरकारले यस ठाउँलाई त्यति राम्रोसँग प्राथमिकतामा राखेको पाइएको छैन र यो पश्चिम बागलुङ जिल्लाकै धानपके क्षेत्र स्थानीय तहले घोषणा गरेको र स्थानीय तहले घोषणा गरे धानपके क्षेत्र घोषणा गरे पनि यहाँका कृषकहरूले मल बिउ बिजनहरू पाउन सकेका छैनन् र खेतीपाती गर्ने शैली पुरानै शैलीमा छ र यसलाई आधुनिकतासँग जोड्नको लागि हामीहरूले विशेष सम्बन्धित निकायहरूमा ध्यान आकर्षण गराउनेछौँ भन्ने लागिरहेको छ र सबैको हात मिल्यो सबैको साथ मिल्यो भने यो ठाउँले अवश्य पनि आय आर्जनमूलकसँग आम्दानीसँग जोड्ने खालको आधुनिक प्रविधिको खेतीपाती गर्न जरुरी देखिन्छ। यहाँ जस्तो यहाँका स्थानीय रूपमा उत्पादन भएका तरकारी आलु लगायत अरू विभिन्न किसिमका नगदी बालीहरू उत्पादन गर्न सक्ने खालको यहाँको जमिन छ। यहाँ स्थानीय तहले राम्रोसँग यहाँको व्यवस्थापन गर्न नसकेको हुनाले यहाँ का कृषकहरू राम्रोसँग आधुनिक प्रविधिको खेतीसँग जोडिन गाह्रो परेको छ र आय आर्जन पनि प्रशस्त मात्रामा बनाउन सकिएको छैन। सिँचाइको प्रशस्त मात्रामा उपलब्धता भए तापनि आधुनिक प्रविधिका जस्तै टनेलहरू राखेर बजारीकरण गर्ने ठाउँ छैन र यहाँका स्थानीय बसोबास गर्ने जनसमुदायहरूले विशेष गरेर बुटोल र इन्डियाबाट ल्याएका तरकारीहरू बढी प्रयोग गरेको देखिएको छ र यहाँका स्थानीय तहमा भएका उत्पादन भएका चिजहरूलाई प्राथमिकतामा नराखेको हुनाले यहाँ उत्पादनशील लसुन प्याजहरूले राम्रोसँग बजारीकरण नपाउँदाखेरि पुरानो शैलीमा मकै गहुँ धानसँग जोडिन परेको छ। त्यस कारणले गर्दाखेरि यसलाई उत्पादनशीलसँग जोड्नको लागि विशेष गरेर महत्त्वपूर्ण भूमिका स्थानीय तह अनि त्यस पछाडि प्रदेश अनि सङ्घ सरकारले यो ठाउँको प्राथमिकतामा राखिदिने हो भने अवश्य पनि हाम्रो यस ठाउँको उत्पादन भएका वस्तुहरू बजारीकरण गरिदिने हो भने यहाँका कृषकहरूले मनज्ञ आम्दानी प्रशस्तसँग आम्दानी गर्न सक्ने आधार यो सेराफाँटमा रहेको छ। यो सेराफाँट सामान्य होइन,
कम्तीमा नि 1000-1200 मुरी धान फल्ने यो पहाडी क्षेत्रमा 1000-1200 मुरी धान फल्ने ठाउँ हो। प्रशस्त मात्रामा सिँचाइको उपलब्धता छ धानको लागि र आधुनिक प्रविधिसँग जोड्नको लागि सबैले यस ठाउँको चासोको विषयमा पनि राखिदिनु पर्यो। त्यति मात्र नभएर यसलाई प्रविधिका एउटा प्रविधि कृषि प्रविधिसँग जोड्नको लागि यहाँको कृषि विशेषज्ञ नभएको हुनाले यहाँ धेरै किसान वर्गहरू पछाडिन परेको छ। यहाँको माटो परीक्षण हुन सकेको छैन, राम्रो माटो परीक्षण हुन सकेको छैन, माटो अम्लीय छ कि क्षारीय छ कि कुन खालको माटोमा कस्तो खालको के हुन्छ भन्ने कुरो थाहा छैन र यहाँ स्थानीय तहले विगत 5-8-10 वर्ष पछाडि स्थानीय तह छुट्टीदेखि स्थानीय तहका प्रतिनिधिहरूले विभिन्न किसिमका फलफुल, कागती, सुन्तला, नास्पाती अनि त्यस पछाडि अरू एभोकाडो विभिन्न खालका बिरुवाहरू ल्याएर वर्षेनी 15-20 हजारका बोट बिरुवाहरू बाँडेको पाइन्छ र ती उपलब्धिमूलक तिनीबाट उपलब्धिमूलक केही भएको छैन। तिनीहरूलाई उपलब्धि र आय आर्जनसँग जोड्नको लागि कृषिका समूह जहाँ ती फलफुलहरूको राम्रो उत्पादन हुनसक्छ त्यस्तो ठाउँमा हामीहरूले ती चिजहरू बाँड्न सक्यौँ भने त्यस्तो ठाउँमा कृषकहरूलाई ती चिजहरू तिनी फलफुलहरूका बिरुवाहरू दिन सक्यो भने अवश्य पनि उपलब्धिमूलक हुन सक्थ्यो कि भन्ने कुराहरू यस भिडियो युट्युब मार्फत मैले सबैलाई जानकारी गराउन सक्छु। हस् त, धन्यवाद, नमस्कार र यसलाई सबैले सब्सक्राइब गरिदिनु होला, लाइक गर्नु होला, कमेन्ट गर्नु होला र यस ठाउँको महत्त्वको बारेमा पनि बिस्तारै बुझ्न सक्नुहुनेछ। आजलाई यति नै, धन्यवाद, नमस्कार।